हाई सबैजनालाई स्वागत छ मेरो आजको नयाँ भ्लगमा। अनि एनिवे यो चाहिँ मेरो फर्स्ट भ्लग हो। अनि हल्का नर्भस चाहिँ छु, के बोल्नुपर्छ भने केही थाहा छैन नि त मलाई। अनि के बोलिरहेको छु, के बोल्नुपर्छ भने पनि थाहा छैन। सो गुड मर्निङ गाइस। अनि आज चाहिँ हामी भाइको बर्थडे थियो, मन्दिर जान आँटेको। अनि सबैजना रेडी भइरहेको छौँ। अनि मन्दिर जाने अटो पनि रेडी छ, सबैजना रेडी। अब हामी चाहिँ अनि मन्दिरमा भेट्छौँ। अनि आज चाहिँ हामी भाइको बर्थडे थियो, मन्दिर जान आँटेको। अनि सबैजना रेडी भइरहेको छौँ। अनि मन्दिर जाने अटो पनि रेडी छ, सबैजना रेडी। अब हामी चाहिँ फाइनली गाइस हामी मन्दिर आइसकेको छौँ। कान्छा मन्दिर चाहिँ होइन देखिरहेको छैन अहिले रमाइलो छ। त्यहाँ यता अँध्यारो देखिँदो रहेछ क्या फेरि। यता मन्दिरको साइड कालो आउँछ, कालो आइदिन्छ क्या। अनि यो भाइको चाहिँ बर्थडे हो आज। अनि यो दाइ चाहिँ भाइको बाबा। यस्तो यहाँ पूजा गर्दै हुन्छ दुईजना। अनि हामी त्यस्तो हेरिदिने रमिते। अनि सान मन्दिर धन्टाको यो साथीहरू भ्रमण गर्न आउनुहरू एकदम राम्रो छ। अनि बर्थडे बोयको मम्मी हुनुहुन्छ, भाउजू यता। अनि बर्थडे बोयको आन्टी। अनि यो चाहिँ भाइ हो। लगाउँदै हुनुहुन्छ। अनि यहाँ चाहिँ ऐना पनि छ है, त्यो साथीहरू ऐना कस्तो राम्रो। मलाई लगाइदिनु त। आफै भएन र ऐनामा आफैलाई हेर्दैछु क्या। यहाँ हेर्नु न दाजु भाउजूको माया पिरिम फेरि खतरा छ है। यति गर्नुपर्छ कहिलेको जोडी भनेको होइन। बुढाले बुढा टिका लगाइदिने होइन। अब हामी सिङ्गल हालेर के हो, टिका पनि लगाइयो। यहाँ आउनु न टिकटक बनाउने हो तिनजना। अनि अब चाहिँ पुरा राउन्ड मार्ने। अनि यो मन्दिर त्यस्तो ठुलो छ, यो धनकुटाको सबैभन्दा ठुलो मन्दिर हो क्या यो चाहिँ। अनि यहाँनिर यस्तो ठुलो रुख छ है, यो के को रुख हो मलाई पनि थाहा छैन, तर एकदम ठुलो छ रुख चाहिँ। अनि यहाँ फुलहरू पनि एकदम राम्रो छ, तर अहिले चाहिँ फुलेको छैन, त्यति फुलेको छैन नि त। अनि अहिले चाहिँ फुलेको छैन, तर फुल्दाखेरि चाहिँ एकदम राम्रो हुन्छ। अनि धनकुटाको सबैभन्दा ठुलो मन्दिर भनेको यही हो। तर यो मन्दिरलाई जस्तो यसरी देखाउँदाखेरि कस्तो कालो देखिन्छ क्या। अनि मेरो फोनमा यता कालो आयो, अनि यता घाममा गर्दा चाहिँ फेरि एकदम राम्रो आइरहेछ। टिकटक पनि बनाएर सकियो यता दाजु भाउजूको। अनि हामी फोटोसोटो पनि धेरै खिच्यौँ। अनि भिडियोहरू पनि धेरै नै बनाइसक्यौँ। अनि फर्किने हुन्छ, उता हस्पिटल जाने अरे। अनि हामी चाहिँ अब हिँड्दै जानुपर्छ, अघि अटोमा आइहाल्यो होइन। धेरै अटोमा हिँड्नु नि भएन, नजिकै पनि छ नि त। अनि हिँडेर जान पनि सकिहालिन्छ। अनि यो मन्दिर चाहिँ जति आएर नि जति घुमेर पनि कहिले चित्त बुझ्दैन क्या। जति आए पनि आइराख्नु मन लाग्छ क्या मन्दिरमा। अनि यो मन्दिरमा चाहिँ एकदम घन्टी नै घन्टी छ है। यो चाहिँ एकदम प्रायः मान्छेहरूले नयाँ मान्छेहरूले आएर फोटो खिच्ने ठाउँ चाहिँ यही हो। घन्टीमा पुरा यस्तो कसैले यसरी खिच्छ होइन। अनि यहाँ बसेर खिच्दा पनि भइहाल्छ। अनि यहाँ चाहिँ राम्रो सीताको मूर्ति छ। अनि यहाँ भनेको शिवजीको भइगयो। अनि उहाँ गणेशको मूर्ति हुनुहुन्छ। अनि यहाँ चाहिँ परियाहरू चाहिँ एकदम धेरै छ क्या। मान्छे आई थिङ्क मलाई लाग्छ यहाँ मान्छेहरूले त्यो पूजा गर्न आउँदाखेरि परिया चढाउँछ नि, त्यो चढाउनुहुन्छ, त्यो परिया उडाउँछन् कि यहाँनिर। अनि यहाँ परियाको गुडहरू छ, परिया पनि एकदमै धेरै छ यहाँ। अनि यही पट्टि रहेछ पुलिस थाना पनि, पछाडि देखिरहेको छ, देखिन्छ कि छैन त्यो पछाडिको पुलिस थाना। अनि
अब चाहिँ हामी फर्किने अनि यहाँ चाहिँ एकदम धेरै मान्छेहरू पनि आउनु भएको छ। जहिले यहाँ चाहिँ मान्छेहरू आइराख्नुहुन्छ क्या मन्दिर दर्शन गर्न। अनि बेलुका चाहिँ यहाँनिर आरती हुन्छ। कस्तो रमाइलो हुन्छ क्या आरतीमा। अनि रमाइलो हुन्छ। जति आएर बस्दा पनि अझै बस्नु लाग्छ क्या यहाँ आएर। हामीले चाहिँ होइन अब पूजा दाजु र भाइले गर्नु पूजाहरू चाहिँ हामीले गरिनँ। अनि बर्थडे बोयहरूले गरिहाल्छ होइन। हामी चाहिँ गरिनँ भने अब चाहिँ हामी फर्किने। यहाँनिर चाहिँ पूजा गर्दैछ है फेरि पनि। अघि उता मन्दिरमा गएर मेन मन्दिरमा। अनि अहिले चाहिँ फेरि यताको यो साइड साइडमा छ क्या यो मूर्तिहरू चाहिँ। खै म जान्छु मूर्तिहरू साइड साइडमा छ। अनि अहिले पूजा गर्दैछ होइन। अनि अब हामी चाहिँ फर्किने। अब अघि आएको हामी आधी घन्टा जति आँटी नै सक्यो। अनि अब चाहिँ हामी फर्किन्छौँ। अनि मान्छेहरू चाहिँ एकदम धेरै नै हुनुहुन्छ। गाडीहरू पनि कुदिरहेछ है। केक त काट्नु परेको गाइजहरू होइन। अनि भरे केकको लागि चाहिँ सोध्दै हुन्छ भाउजूले त्यहाँनिर अर्डर गर्नुपर्छ पर्दैन भनेर त्यहाँ अलरेडी बनाइरहेको हुन्छ। अनि आफूलाई कुन राम्रो लाग्छ होइन कुन बेस्ट लाग्छ हो त्यो गर्ने हो। अनि त्यही लाने हो। अनि यहाँनिर चाहिँ यो के भन्छ एभोकाडो पार्क हो। यो चाहिँ धनकुटामा एकदम एभोकाडोको फेमस जग्गा हो नि त। त्यही भएर त्यहाँ धनकुटा पार्क छ। यो हो हाम्रो के हो यो के हो प्रहरी कार्यालय कि के भन्छ मलाई भन्न नि आएन। अनि यो चाहिँ बिच बजार होइन यो चाहिँ बिच बजार हो। धनकुटाको बिच बजार चाहिँ यही हो। अनि यहाँदेखि तल छ। यहाँदेखि माथि पनि छ क्या बजार। त्यही भएर उता माथिको चाहिँ ठाडो बजार चाहिँ यहाँदेखि माथि छ त्यो ठाडो बजार चाहिँ। अनि यो यता तल चाहिँ बिच बजार हो यो। अनि मान्छेहरू चाहिँ एकदम आउँदै हुन्छ। अनि पसलहरू चाहिँ अहिले बिहानै छ नि त। बिहान कति बजे हौ भर्खर 8:32 भएको रहेछ। अनि त्यही भएर त्यति पसलहरू खुलेको छैन। तर नि मान्छेहरू चाहिँ हुनुहुन्छ बजारमा। हुनु त परिगयो पसलहरू पनि अलिअलि खुलिँदो रहेछ। पुरै चाहिँ खुलिसकेको छैन जाउँ होइन। अनि यही हो चुवाको बोट भनेको चाहिँ। अनि प्राय चाहिँ यो नयाँ ठाउँबाट आउने मान्छेहरू हुन्छ नि उहाँहरूले चाहिँ मेन यो भ्रमण गर्ने भनेको चाहिँ चुवाको बोटमा हो। प्रायः सबैले उयो के भन्छ फोटो खिच्ने यसो रेस्ट गर्ने। अनि यहाँ चाहिँ एकदम पिसफुल मोमेन्ट छ नि त। अनि त्यही भएर एकदम राम्रो छ। अनि यहाँ मूर्ति पनि छ के हो गौतम बुद्धको मूर्ति पनि छ। अनि यहाँनिर यो उसमा छ नि यसमा चाहिँ पानी पनि थियो माछा थियो पहिले। अहिले चाहिँ माछाहरू सबै मर्यो गएर क्या त्यो पानी फोहोर भएर। अनि अहिले चाहिँ त्यहाँ माछा चाहिँ छैन। तर एकदम स्ट्रेसहरू पनि कम हुन्छ। अनि आइपुग्न आँट्यौँ होइन। अनि यहाँ चाहिँ आन्टीहरू टिका लगाउँदै हुन्छ। लु भाउजूहरू यहाँ टिका दिँदै हुन्छ। म चाहिँ हिँडिदिनुपर्छ क्या उहाँहरू टिका लगाउँदै हुन्छ नि त। अनि म चाहिँ एक्लै हिँडिँदैछु। अनि हाम्रो पनि चाहिँ अब आइपुग्न आँट्यो क्या। अनि मैले त्यो बिचको बाटोहरूको क्लिप्सहरू चाहिँ मैले बनाइनँ। बजार खाइ भन्छ नि त अब एक्लै बोल्दै हिँड्नुपर्छ। अनि त्यो पनि आजको यो भ्लग चाहिँ मेरो फर्स्ट भ्लग हो नि त। अनि त्यही भएर मैले बनाएन क्लिप्सहरू। अनि अबतिर आज हटिया पनि रहेछ क्या बिहिबार। अनि हटियामा मान्छेहरू चाहिँ एकदम धेरै हुन्छ भिड रहेछ। अब हामी चाहिँ माथि जान्छौँ बेकरीतिर केक अर्डर गर्नु पर्यो नि त भरे बर्थडेको लागि। अनि केकहरू त अर्डर गर्नुपर्ने हुन्छ। साथीको पसलमा फेरि दाई पनि हुँदो रहेछ क्या साथीको हस्बेन्ड। अनि मलाई बोल्दै कस्तो अप्ठ्यारो लाग्छ नि त साथीको हस्बेन्ड बोल्दिनँ उहाँसँग लाज लाग्छ दाईसँग। अनि फेरि आज दाईको बर्थडे पनि बेकरी चाहिँ यही छ कामना बेकरी आएको हामी चाहिँ। एकदम मिठो केकहरू पाउँछ। यो आर्डर स्टोरमा आएको खासमा यसो नआएको थुप्रो भएको छ क्या आर्डर स्टोर। अनि आज चाहिँ गरिदिउँ न त होइन धेरै टाइम पछि जानु त पर्छ। त गर्नु पर्यो होला हिँड्नु न ए यहीँबाट लगेको नि हुन्छ चाहिँ गिफ्ट र किचनका सामानहरू भनेर आर्डर स्टोरको त्यो 2टा फाइल छ।
अनि तल फ्लाइटमा चाहिँ प्रायः खानेकुराहरू छ अनि गिफ्टहरू छ सामानहरू छ एकदम राम्रो राम्रो छ क्वालिटीको वाउ बुकेहरू हेर्नु न कस्तो राम्रो राम्रो गयौँ चक्लेट खायौँ अनि सालले गिफ्टहरू पनि ल्यायौँ अनि हामी फर्केको यहाँ कस्तो राम्रो राम्रो रहेछ हौ साडीहरू कस्तो दामी क्युट रहेछ अनि अहिले चाहिँ यो पनि खोलेको छ बेकरी भर्खर खोलेको यो चाहिँ खै नामै रहेन रहेछ बेकरी भयो अहिले चाहिँ भाइ छ साथमा अघि भाउजूहरू हुन्छ अनि अहिले भाइ छ होइन अनि अघि हामी मन्दिर गएको अटो ठ्याक्कै आइपुगेछ क्या आन्टीको अटोमा गएको थियौँ नि त अनि ठ्याक्कै आइपुगेछ अहिले अनि आइसक्यौँ मनोकामना बेकरीबाट होइन अनि गाइस बर्थडे बोय छु म है बर्थडे बोय देखाउनु अनि बर्थडे बोय भनेको चाहिँ यही हो भना भन छोरी तपाईँलाई पनि खुवाइदिन्छु किचनमा लगाइदिएको ढोका लुनाहरू भर्खर आउँदो रहेछ आउनु यहाँ भिडियो अब यता बस्छ यता भिडियो मेरोमा नि भयो ल भिडियो कलमा देखाउनु भयो ह्याप्पी बर्थडे फेरि पनि आज कचोरी आउनु न भिडियो यहाँ आएर बस्ने दादा छौँ म पो देखिँदैछु होला त हो होइन देखिन यहाँ चाहिँ बर्थडे सेलिब्रेसन भइसक्यो अघि नै मैले भिडियो खिच्नु पाइनँ सो सरी है त्यसको लागि चाहिँ अनि अहिले चाहिँ बर्थडे गिफ्ट अनबक्सिङ गर्दैछु कप खोलेर देखा न पुरा खोलेर कप पनि बर्थडे गिफ्टमा कप आएको रहेछ भाइको चाहिँ अर्को गिफ्ट पनि अनबक्सिङ डार्लिङ त्यहाँभित्र चाहिँ सानो हुन्छ क्या गिफ्ट चाहिँ अब ग्लास पानी खाने ग्लास है यो अनि यता कप क्युट अनि यहाँनिर फेरि पेपरमा रब गरेको चाहिँ टी सर्ट छ